आज केही नयाँ आवाजहरू भन्छन्, हामी आएपछि देश बदलिन्छ, पुरानाले केही गरेनन्, अब नयाँ सोच चाहिन्छ। सुन्दा आकर्षक लाग्छ, तर म आज एउटा साधारण तर गम्भीर प्रश्न सोध्न चाहन्छु। के साँच्चै यो देशमा केही पनि भएको छैन? एकछिन पछाडि फर्केर हेरौँ। यो देशले लोकतन्त्रको यात्रा गर्यो, संविधान बनायो, सङ्घीय संरचनामा गयो, स्थानीय सरकार गाउँ गाउँसम्म पुग्यो, सडक, बिजुली, शिक्षा, स्वास्थ्य केही कमी होलान्, तर धेरै कुरा भएका छन्। हो, हामीले चाहेको जति द्रुत विकास हुन सकेन, यो कुरा अस्वीकार गर्नु हुँदैन। तर यहाँ एउटा कुरा स्पष्टसँग भन्नुपर्छ, नेताले भिजन दिन्छ, देशलाई दिशा देखाउँछ, त्यो भिजन कार्यान्वयन गर्ने जिम्मा राज्य संयन्त्र, ब्युरोक्रेसी र स्थिरतामाथि निर्भर हुन्छ। राजनीतिक अस्थिरता, बारम्बारको आन्दोलन, सङ्क्रमणकालीन झड्का, यी सबैले देशको स्पिडोमिटर बढ्न नदिई बारम्बार ब्रेक लगाइरहे। एकैचोटि 0बाट 100मा मोटरसाइकल कुद्दैन, गति लिन समय लाग्छ, सन्तुलन चाहिन्छ। अर्को सत्य पनि के हो भने नेपाल न समुद्रसँग जोडिएको देश हो, न ठुला बजारको केन्द्र हो। दुई ठुला शक्तिहरूको बीचमा बसेर भूराजनीतिक दबाब झेलेर पनि यो देशले न जातीय युद्ध देख्यो, न धार्मिक द्वन्द्व, भूकम्प, कोभिड महामारी, माओवादी द्वन्द्व, यी सबै झेलेर किञ्चित विचलित नभई अगाडि बढ्यो, बढ्दैछ। अब प्रश्न आउला, यी परिवर्तन कसैको नेतृत्व बिना सम्भव थिए? यही ठाउँमा आएर नेकपा एमालेको भूमिकालाई बुझ्नुपर्छ। राज्यलाई दिशा दिने राजनीति नेकपा एमाले गरेको हो। स्थिरता, विकास र सामाजिक सन्तुलनलाई एकैसाथ सोच्ने प्रयास गरेको हो। आज नेपालमा सामाजिक सुरक्षा छ, ज्येष्ठ नागरिक भत्ता, एकल महिला सहायता, अपाङ्गता भत्ता, स्वास्थ्य बिमा, पुनर्निर्माण, भौतिक पूर्वाधार विकास, यी नारा होइनन्, यी राज्यको नीति निर्णय हुन्। आइएलओको अध्ययनले पनि भन्छ, सामाजिक सुरक्षा लगानी गर्ने देशहरू दीर्घकालीन हिसाबले आर्थिक रूपमा बलिया हुन्छन्। यो आइडियोलोजी होइन, एभिडेन्स हो। सबै कुरा पुरा भएनन्, कमजोरीहरू भए, तर केही पनि भएन भन्नु इतिहासप्रति अन्याय हो। आजको चुनौती स्पष्ट छ, भावनाले होइन, योजना र स्थिरताले देशलाई अगाडि बढाउने हो। र लोकतन्त्रभित्र बसेर यो काम गर्न सक्ने राजनैतिक क्षमता हिजो पनि, आज पनि र भोलि पनि नेकपा एमालेसँग छ।